बादमा अब के कति कथाको वर्णन विस्तार गरिन्छ भने देवी भागवतमा बताए अनुसार 51वटा शक्तिपीठहरूको व्याख्या गरिएको छ। जुन 51वटा शक्तिपीठहरू भारतवर्षमा रहेका छन्, जुन 42वटा भारतमा हामीसँग तमुदी नेपालले वार्षिक रूपमा प्रकाशन गर्दै आएको तमुसुको विमोचन कार्यक्रम पनि रहेको छ। आजको कुरा भनेर एउटा किताब पनि लेख्नु भएको छ। त्यो किताब हुँदैछ। सबैजनाले ताली बजाएर सहयोग गरिदिनु हुनको लागि हार्दिक म अनुरोध गर्न चाहन्छु। आजको प्रमुख आकर्षक व्यक्तित्व गण्डकी प्रदेश तमुदी नेपालका संस्थापक सदस्य आदरणीय गजबहादुर गुरुङज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। मेजर दिलबहादुर तमुज्यू तमुदी नेपालको संरक्षक हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। तमुदी युकेको सल्लाहकार डाक्टर चन्द्र तमुज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। म आदरणीय गुरुदेवलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी एकछिनमा औपचारिक कार्यक्रमलाई अगाडि बढाउने नै छौँ। आज इस कार्यक्रम का प्रमुख आकर्षक व्यक्तित्व गंडकी 2024 खत्म होने को बस कुछ ही समय बाकी है। 2025 से पहले मेरा ये मैसेज हर किसी के लिए, कोई गलती की हो तो भुला देना, समझ के अपना अपना लेना, होगा कोई गिला शिकवा तो मिटा देना, और हो सके तो गले से लगा लेना। जिंदगी का क्या पता कब खत्म हो जाएगी, किस्मत का क्या पता क्या रंग दिखाएगी। ना जाने कब कौन सा साल किसके लिए आखिरी हो जाएगा, ना जाने कब कौन सी घड़ी किसके लिए आखिरी रह जाएगी। जितनी भी है जिंदगी मुस्कुराते चलो, हंसते चलो और हंसाते चलो। क्या खोया क्या पाया, छोड़ो फिजूल की बातें, जो जितना भी मिला है अपनाते चलो। नया साल आ रहा है, गम भूल जाओ, खुद भी मुस्कुराओ और दूसरों को भी हंसाओ। विशिंग यू ऑल वेरी वेरी हैप्पी न्यू ईयर इन एडवांस। नमस्कार सम्पूर्ण फेसबुक मित्रजीहरूमा, ह्याप्पी न्यू इयर 2025। यहाँ मैले आफ्नो गाउँमा नाइस एन्ड पिस क्रिएट गरिसकेको छु आफ्नै लागि। हेर्नुहोस् त, अब आफ्टर द मेडिटेसन एकदमै आनन्द आयो होइन। अनि त्यस पछाडि चाहिँ यो ज्ञान हजुरहरूलाई पनि सेयर गर्न मन लाग्यो। आफूले बनाएको झिलिङ्गा र अर्ग्यानिक टी जुन चाहिँ यो गार्डनमा रोपेको छ, यो दालचिनी होइन, अनि त्यो ग्रिन टी, अनि त्यसमा अलिकति सक्खर भनेको लाइक भेली होइन। अब यो खान गइरहेको छु। सो ब्युटिफुल 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 हाउसबाट र हिमाल हेर्दै यो जुन भिजुअलाइजेसन गरिरहेको थिएँ मैले, वाट डु वी थिङ्क इट विल ह्यापन। हेर्नुहोस् है, आहा, जीवनमा हामीले मस्ती गर्नु छ भने हामीलाई पैसा चाहिन्छ होइन, आनन्द लिनु छ भने हामीले योग साधनाबाट प्राप्त गरिन्छ भन्ने कुरालाई चाहिँ मलाई प्राप्त भइसकेको छ। एकदमै आनन्द लागिरहेको छ। अफकोर्स
अब हजुरहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ निसन्चोक भएर। अनि हामीले जानेका आफ्ना खुसियालीहरू तपाईँहरू समक्ष 2025 सालमा बाँड्ने अवसर अवश्य पनि पाउँछु होला भन्ने पूर्ण आशा राखेको छु। धेरै धेरै धन्यवाद। हजुरहरूको दिन शुभ रहून्, शुभ रहून्। नेपालको मौलिक ज्ञान सो जागरण ध्यान, हिमालको काखमा विराट चक्र विज्ञान, लुम्बिनी पछि अब गण्डकीमा आफूभित्रका सम्भावना जगाउने नवीन अनि अद्भुत कार्यशाला। हजारौंको साथमा चक्र विज्ञान गर्नका लागि आजै सिट सुरक्षित गर्नुहोस्। मिति 2081 साल फागुन 11 गतेदेखि 17 गतेसम्म। स्थान पोखरा रङ्गशाला। जीवन विज्ञान एप वा www.jivanvigyan.org बाट फारम भर्न सक्नुहुनेछ।
भुँडी औँलाको टुप्पो जोडेर काखमाथि राखौँ, घुँडामाथि। मेरुदण्ड सिधा, आँखा बन्द। लामो र गहिरो श्वास। पुरासमा ध्यान। मोबाइल बज्छ, बज्न दिउँ, छोड दिउँ, जे हुन्छ हुन दिउँ। आफूतिर ध्यान। लामो आफ्नो प्रयास पनि राखौँ यहाँ। श्वासलाई लामो र गहिरो हुन दिउँ। लामो र गहिरो श्वास, बीच प्राणायाम। अब बिस्तारै हामी धारणा ध्यान गर्छौँ। श्वास भित्र आउँछ, म बिल्कुलै बन्द। श्वास भित्र आउँदा म, श्वास बाहिर जाँदा खुसी छु। आफू खुसी हुँदै गएको अनुभूति अहिले नै, यतिखेरै, यही आफू खुसी हुँदै गएको अनुभूति। श्वास भित्र आउँदा म, बाहिर जाँदा खुसी छु। म खुसी छु। धारणा परिवर्तन। श्वास भित्र आयो, म श्वास बाहिर गयो, सुस्थ छु। आफू सुस्थ हुँदै गएको अनुभूति। आफू सुस्थ हुँदै गएको अनुभूति। आफ्ना अङ्ग प्रत्यङ्ग सुस्थ हुँदै गएका छन्। श्वास भित्र आउँदा म, बाहिर जाँदा सुस्थ छु। बिस्तारै धारणा परिवर्तन। श्वास भित्र आयो, म बाहिर जाँदा शान्त छु। आफू शान्त हुँदै गएको अनुभूति। म शान्त छु। भित्र जाँदा म, बाहिर जाँदा शान्त छु। श्वास भित्र आयो, म बाहिर गयो, शान्त छु। आफूमा शान्ति छाएको छ। यो गाउँ नगरभरि शान्ति छाएको अनुभूति। आफ्नो भित्रको यो शान्तिको ऊर्जाले सिङ्गो नगर नै शान्त भएको अनुभूति। परिवार, टोल, समाज, पालिका, सिङ्गो देशमा नै शान्ति बढेको अनुभूति हुँदैछ। परम शान्तिको क्षण, परम दिव्यताको क्षण। आफै भित्र
परम शान्ति छाएको यो क्षण लामो र गहिरो श्वास, श्वासको गति लामो र गहिरो छ। लामो र गहिरो श्वाससँगै बिस्तारै दुवै हातका हत्केलालाई एकअर्कामा घर्षण गरौँ। कस्तो हुन्छ दिव्य जीवन। यहाँहरू नृत्य गरिरहेको यो सङ्गीत छ। अब यही आहा आहा बनाउन चाहन्छौँ हामी। सिङ्गो देशमा मात्र नभएर विश्वमा नै आहा आहा ल्याउने यो अभियानमा छौँ। यो ल अफ एट्र्याक्सन यस्तो चिज रहेछ। म रोगी छु भन्यो भने त्यो व्यक्तिलाई रोग बढ्दै जान्छ। यो गाउँमा त केही हुँदैन, गरेर केही हुँदैन भनेर नेतृत्व गणले भन्यो भने हुँदैनतिरै जान्छ। यो समाजका मान्छेले त गुनासो मात्रै गर्छन् भन्यो भने त्यहाँकाले के गर्नुहुन्छ? खालि गुनासो गर्नुहुन्छ। आहा, यो समाजका मान्छेहरू कति राम्रा, कस्तो राम्रो सकारात्मक सोच भएका हुनुहुन्छ। यो ठाउँमा त गरेपछि हुन्छ है, सक्छु हुन्छ भन्ने भाव ल्यायो भने ल अफ एट्र्याक्सनले राम्रो बनाइदिन्छ। तसर्थ यो अभियानमा यहाँहरू एकदमै बौद्धिक व्यक्ति र बुझेका व्यक्तिको अगाडि आएर बोल्दाखेरि छुट्टै अनुभूति हुन्छ। एउटा भनाइ छ नि, बुझ्नेलाई इशारा काफी छ है। यहाँहरूसँग अब म धेरै कुरा नराखिकन, हामी धेरै कुरा नराखिकन यहाँहरूको माझमा फेरि पनि मलाई लाग्छ यहाँ पहिलो पटकमा आइपुग्ने यो कार्यपालिकाको बैठक र यो नगरपालिकामा अब हामी बार बार आउनेछौँ। स्वयं गुरुदेवलाई ल्याउनेछौँ। यहाँहरूको ऊर्जाले जति सक्दो छिटो बोलाउनु होला, निर्णय गर्नु होला। र यहाँले भन्नुहुनेछ कस्तो कार्यक्रम भयो कि यो त आजसम्म भएको थिएन। देख्नु भएको छ धेरैले, नदेखेकोले पनि आहा प्रशंसा पाउने बाटो बन्छ। जनताले हामीलाई प्रशंसाको सुरुवात त्यही दिनबाट गर्नुहुनेछ। त्यो दिन छिटै बनोस्। विश्व शान्तिको कामना, भानु नगरपालिकामा समृद्धि आओस्, यो शुभकामना। यहाँहरूको कार्यपालिका बैठक सुन्दर, सभ्य, भव्य बनोस्, यो पनि शुभकामना हामी सबैको तर्फबाट व्यक्त गर्दै। र अर्को कुरा, गुरुदेव आउँदा त आउनुभयो, नआउँदा पनि यहाँले कार्यक्रम आयोजना गर्नुहोला। हाम्रो साथमा हाम्रो तनहुँ जिल्ला संयोजकज्यू हुनुहुन्छ, भानु नगरपालिकाको हाम्रो प्रशिक्षकज्यूहरू उहाँहरू हुनुहुन्छ। हरेक क्षण यहाँहरूको साथमा हुनुहुन्छ, उहाँहरू आउनुहुनेछ भन्दै आजको कार्यक्रमबाट पुनः शुभकामना दिँदै मेयर साहबप्रति आभार व्यक्त गर्छौँ। उपमेयरज्यू लगायत यहाँहरू सम्पूर्णमा कार्यकारी अधिकृतज्यू लगायत सबै टिमप्रति आभार व्यक्त गर्दै क्यापेसिटी बढाउने कार्यक्रम छ। तेस्रो दिन, चौथो दिन प्रेम भक्ति जगाउने कार्यक्रम छ। सहकार्यको क्षमता बढाउने कार्यक्रम छ। पाँचौँ दिनमा ज्ञानको कार्यक्रम छ। छैटौँ दिनमा सङ्कल्पको कार्यक्रम छ, ध्यानको कार्यक्रम छ। र सातौँ दिनमा आनन्द। यसरी यो सातवटै सम्भावना जोड्ने कार्यक्रम चक्र विज्ञान, त्यो पनि विराट चक्र विज्ञान हाम्रै प्रदेशमा हुँदैछ, पोखराको रङ्गशालामा। यहाँलाई त्यो कार्यक्रममा पनि अहिलेदेखि समय छुट्याउन अनुरोध गर्दछु। त्यो कार्यक्रम फागुनको 11 देखि 17, 10 गते गण्डकी प्रदेशबाट 30,000 बेसी व्यक्ति रङ्गशालामा उपस्थित हुनुहुन्छ। त्यो भित्रको हामी पनि सदस्य बनेका छौँ। यहाँहरूले भानु नगरपालिकाको संस्कृति के छ, कला के छ, यहाँको सिप के छ, सबै कुरा जोडेर हामी झाँकीमा लानेछौँ। त्यहाँ कार्यक्रममा पनि प्रस्तुत गर्नेछौँ। त्यसको तयारी गर्नुहोला। यहाँबाट धेरै गाडी जानेछन् त्यो सहभागिताको लागि। त्यो हामी सबैको गर्वको विषय छ। 10 गतेको शोधालेखन, त्यो ओपन कार्यक्रम सबै बस्न मिल्छ। 11 देखि 17 चक्र विज्ञान लिने व्यक्तिहरू, 7 दिन बस्ने व्यक्तिहरूलाई यहाँले खबर गरिदिनु होला। यो पनि निवेदन गर्दै अब भने यहाँका कुराहरू फेरि सुन्नेछौँ। केही छ भने प्रश्न गर्नुहोला, छैन भने हामी बिदा माग्छौँ। धन्यवाद, नमस्कार। हाम्रो पूर्व कर्मचारी सेवा परिषदको वनभोज कार्यक्रम कुर्ची भित्र भयो, धेरै भयो भने हटाइदिनु होला है भित्रको कुर्चीहरू। भित्रै रमाइलो गर्नु होला निस्केको टिमहरू।
蓝牙已连接。 अलि छिटै कुदौँ है अलि छिटै कुदौँ फेरि अरू रमाइलो गर्न बाँकी नै छ हाम्रो भित्र निस्किनु कति भित्र रमाइलो गर्नु दौडिनु होला है एकदम दौडिनु होला कुर्सी नछुनु होला है कुर्सीबाट उसै गरी तिरिरी तिरिरी मुरली बजाइरहनु भएको छ। उता गोठमा सिँगार गरिरहेका बाछालाई दुध खुवाइरहेका गोपिनीहरूको पनि त्यही हालत भएको छ। हरि राम हरि माली गाईको बछुवालाई दुध खुवाउँदा खुवाउँदै माली गाईको बछुवालाई दुध खुवाउँदा खुवाउँदै तारी गाईको बछुवालाई कठेबर दुध खुवाउन नपाउँदै मुरलीले मोहनीलाई टकुरे गोरानी 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 मुरलीले मोहनीलाई मोहनीलाई टकुरे गोरानी मुरलीले 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 मोहनीलाई मोहनीलाई हरे बोलो भगवान श्री कृष्ण को हरि हाल्दा हाल्दै तल्लो गोठको माली गाईलाई घाँस हाल्दा हाल्दै पल्लो गोठको काली गाईलाई घाँस हाल्न नपाउँदै मुरलीले मोहनीलाई टकुरे गोरानी 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 मुरलीले मोहनीलाई जय भगवान टकुरे गोरानी मुरलीले मोहनीलाई 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 मोहनीलाई हरि बोलो राधा कृष्ण भगवानको धन्यवाद। जे भए पनि 5-6 जना गोलेनीहरू आएर दगुर्नु भयो नाचिदिनु भयो धेरै धेरै धन्यवाद। समय
स्वर्गद्वारी आज 2082 साल वैशाख 10 गते हामी पूर्व कर्मचारी सेवा परिषद गण्डकी प्रदेश शाखाको तर्फबाट अध्ययन अवलोकन भ्रमणको क्रममा यहाँ मन्दिर बिहानै आएका छौँ यताउता कुहिरो लागेको छ तलको डाँडाकामा सबै देखिएको छैन बस्नको लागि कुर्सी पनि राखिएको रहेछ गुरुकुल विद्याश्रम मनमोहक छ ल हाम्रो पूर्व कर्मचारी सेवा परिषदका अध्यक्षज्यू हुनुहुन्छ उहाँ त्यस्तै गरेर सल्लाहकारज्यूहरू उता हिँडिराख्नु भएको छ